दुईजना दलहरू बीच त्रासको माहौल बढ्दै आजै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ बीच छलफल हुने, तिनै बीच संयुक्त भएर चुनावमा भिड्ने घोषणा आजको छलफलमा निष्कर्षमा पुग्ने। देश विकास पार्टी नामको दल निर्वाचन आयोगमा दर्ता गर्दै राजसभा सभापति रवि लामिछाने र कुलमान घिसिङसँग संयुक्त सहमत नभए आफ्नै पार्टी चलाउने मेयर बालेन शाहको भनाई। घर घर धाँदै हिँडेका सञ्चार मन्त्री जगदीश खरेलले केपी ओली प्रचण्ड र शेरबहादुर देउवासँग 1-to-1 भेटेर के छलफल गरे, हेर्नुहोस् आजको समाचारमा। काङ्ग्रेसभित्र एकाएक नेताहरू चुनाव नलड्ने निर्णयमा पुगेपछि पार्टी भाँडभैलो हुने लक्ष्यमा नेतृत्वप्रति असन्तुष्टि भएको भन्दै गगन थापा र अन्य नेताहरू निर्वाचनमा भाग नलिने भएको जानकारी। 11 जना मात्र मन्त्री बनाउने निर्णय गरेकी सुशीला कार्कीले आजको 5औं पटक मन्त्री परिषद विस्तार सम्पन्न हुँदा नयाँ मन्त्री बालानन्द शर्मा सहित कुल मन्त्रीहरूको संख्या पुग्यो 15। 18 करोड भन्दा बढी बिगो माग गर्दै दुर्गा परसाई विरुद्ध मुद्दा उच्च अदालत पाटनमा सुनवाई हुने जानकारी। गैर कानुनी काम गरेर हर्क साम्पाङ पार्टीबाट फड्को मार्दै मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा संलग्न भएका छन्। चुनावको समय नजिकै जाँदा नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्डले विभिन्न जिल्लाहरूबाट उम्मेदवारको सिफारिस दिएका छन्। अझै कुन क्षेत्रबाट चुनाव लड्ने तय नभएको जानकारी। 300 भन्दा बढी जेन्जी समूहहरू राजसभा पार्टीमा प्रवेश, राजसभाको जनाधार विस्तार, नयाँ दलप्रति बढ्दो आकर्षण। दर्शक महानुभावहरू नमस्कार। आज मिति पुस 12। देशभर कहाँ कहाँ के कस्ता घटनाहरू घटे यस बारेमा सम्पूर्ण जानकारी दिनेछौँ। अहिलेसम्म पनि तपाईहरूले हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरेर जोडिनुहोला, ताकि नयाँ अपडेटका साथ हामी तपाईहरूमा दैनिक रूपमा उपस्थित हुने गर्दछौँ। ढिला नगरिकन आउनुहोस् अब पुरा समाचारतर्फ लागौँ। राजसभा सभापति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एउटै पार्टी बनाउने तयारीमा जुटिरहेका छन्। तिनै नेता बीच छलफल अहिले अन्तिम चरणमा पुगेको बताइएको छ। त्यसैले नयाँ राजनीतिक शक्ति निर्माणको सम्भावना बलियो हुँदै गएको छ। यो केवल चुनावी गठबन्धन मात्र नभई पार्टी नै एकै बनाउने सहमति भएको स्रोतले जनाएको छ। त्यसपछि नयाँ पार्टीको चुनाव चिन्ह घन्टी नै रहने पनि तय भइसकेको छ, जसका कारण पुराना दलहरूमाथि निकै नै तनाव बढ्ने देखिएको छ। नयाँ पार्टीको अध्यक्ष रवि लामिछाने रहने सहमति भएको छ र त्यसकारण आगामी चुनावमा बालेन्द्र शाह प्रधानमन्त्रीको सम्भावित उम्मेद्वार हुन सक्ने चर्चा समेत सुरु भइसकेको छ, जसले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। यसैबीच सरकारले फागुन 21 गते नै प्रतिनिधि सभा निर्वाचन हुने स्पष्ट पारेको छ। यसका लागि सबै ठुला दल सहमत भएको जनाएको छ। त्यसैले चुनावको अन्योटल अब हटिसकेको छ। सञ्चार मन्त्री जगदीश खरेलले काङ्ग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डसँग भेटवार्ता गरेका छन्। तिनै नेताले चुनावमा जान सहमत भएको जनाएको छ। तिनै दलले चुनाव लोकतन्त्रको आधारमा भएको भन्दै समर्थन पनि जनाएका छन्। सरकारले तोकिएको मितिमै चुनाव गराउने तयारी अघि बढाएको छ, जसले राजनीतिक प्रक्रिया अगाडि बढ्ने सङ्केत देखाएको छ। त्यसैगरी मेडिकल व्यवसायी दुर्गा परसाई विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा अहिले उच्च अदालत पाटनमा सुनवाई हुँदैछ। यसअघि उनलाई 25 लाख धरोटीमा छोडिएको थियो भने नेपाल राष्ट्र बैंकको पत्रचारपछि सिआइबीले अनुसन्धान गरी सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। त्यसपछि परसाई विरुद्ध ठुलो रकमको बिगो पनि दाबी गरिएको छ। सरकारी वकिलले 18 करोड भन्दा बढीको बिगो माग गर्दै जरिवाना र कैद सजायको माग गरेपछि यो मुद्दा गम्भीर मोडमा पुगेको छ, जसले कानुनी प्रक्रिया थप कडा हुने देखिएको छ। त्यसैगरी नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहित 7 जना नेताले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। यसले पार्टीभित्र ठुलो तरङ्ग ल्याएको छ। गगन थापाले पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने स्पष्ट बताएका छन् भने विश्वप्रकाश शर्माले नयाँ पुस्तालाई अवसर दिन आफू उम्मेद्वार नबन्ने बताएका छन्। त्यसैले यो निर्णय केवल व्यक्तिगत नभई राजनीतिक सन्देशको रूपमा हेरिएको छ। काङ्ग्रेसभित्र नेतृत्वप्रति असन्तुष्टि बढिरहेको बेला ठुला नेताहरूले नै चुनावबाट पछि हटेपछि पार्टी चुनावमा कसरी अघि बढ्छ भन्ने विषयमा चासो बढिरहेको छ। हस्त दर्शकबिन आजको समाचार भने यति नै रहेको छ। धन्यवाद।